हजुर हाम्रो लागि भइसक्नुभयो। धन्यवाद पिता, भइसक्यो, पाइसके, बोल्दै जानु, समस्यालाई नबोल्नु, समस्यालाई बोल्नु भनेको समस्या ठुलो हो, समस्या जान्दिनु, समाधानलाई बोल्नु भनेको समाधान जान्दिनु, समाधान प्रकट हुनु। यस स्वर्गमा नि संसारमा चाहिँ हामी जे पाए त्यही बोल्थ्यौँ, त्यसैले हिजोको जीवन अस्त व्यस्त थियो, तर आज जे चाहियो त्यो बोल्छ।